अमेरिका र इजरायलले इरानमा किन आक्रमण गरेका हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। खासमा यसरी अमेरिका र इजरायल इरानमाथि जाइलाग्नुको मुख्य कारण इरानको परमाणु कार्यक्रम अर्थात् इरानले ठूलो परमाणु हतियार बनाउने तयारी थालेको थियो र यसैलाई रोक्न अमेरिका र इजरायलले इरानसँग वार्ता र कूटनीतिक दबाव मार्फत समाधान खोज्ने प्रयास गरेका थिए। तर इरानले उक्त विषयमा सहमति गर्न अस्वीकार गरेपछि इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका सँगै अर्को कारण मध्यपूर्वमा बढ्दो सैन्य प्रभाव हो। इजरायल र अमेरिका दुवैले इरानलाई आफ्ना क्षेत्रीय सुरक्षा र रणनीतिक हितका लागि खतरा मानिरहेका छन्। इरानले सिरिया, लेबनान र यमनमा मिलिसिया समूहलाई समर्थन गर्दै आएको छ, जसले इजरायल र अमेरिकी साझेदार देशहरूमा अस्थिरता सिर्जना गरिरहेको छ। यसबाहेक इरानको तेल र ग्यास स्रोतहरूलाई नियन्त्रण गर्ने र खाडी देशमा आफ्नो प्रभुत्व कायम राख्ने जियोपोलिटिकल लक्ष्यका कारण पनि यो युद्ध निम्तिएको हो।